हेलो नमस्ते हजुरलाई फेरि स्वागत छ हाम्रो युट्युब च्यानलमा। धेरै पछि अहिले यहाँ हामीलाई फेरि लङ टाइम पछि च्यालेन्ज लिएर आएको। च्यालेन्ज भने चाहिँ मुभमेन्ट गरेर देखाउन मोमोसको होममेड मोमो। यो चाहिँ मोमो भाउजूले घरै बनाउनु भएको अनि यसमा चाहिँ बिट हालेर बनाएको हो। बट यसमा पनि के छ कि एउटा चाहिँ कुन हो मैदा नि मैदा अनि एउटा चाहिँ आटा नि। यो चाहिँ आटाको हो, यो होला यो मैदा हो, जो बिटरुट पछाडि हाम्रो यो यो चाहिँ बिटरुटवाला देख्न सक्नुहुन्छ। अनि टोटल चाहिँ हामीले कतिले 10 छ यहाँ। यो चाहिँ के को अरे तिलको है, तिलको झोल अचार र अनि यो टमाटर खुर्सानीको अनि पिरो अचार पनि छ हामीसँग। यहाँ पिरो अचार पनि छ। यो पिरो अचार, यो तिलको झोल ल फाइनली अब हाम्रो आहान धेरै पछि त अब धेरै टाइम वेस्ट नगरिकन हाम्रो मुभमेन्ट चालु गर्छन्। स्टार्ट गरौँ। पहिला पिरो अचारबाट खानु। पिरो अन्त त झन् खाली आयो। यो चाहिँ सबै भाउजूले घरै बनाउनु भएको। मिठो भयो पिरो मसला पनि अनि चटनी चाहिँ मस्त बनेको, धेरै पिरो पनि नै एकदम बराबर। तिलको झोल, चटनी झोल। यसको भित्रको फिलिङ पनि धेरै जुसी हो। पिरो अचार अचारको खाइसकेपछि पछि पिरो भयो। मेरो ऊ चाहिँ मिक्स छ क्या, खाँदाखेरि खस्रो तेह्र हल्ला होइन, तर चाहिँ मेरो दुइटै मिक्स छ नि, तर भयो बराबर ब्यालेन्स। यस्तै खुट्टाले यसको भित्र झोलाले हाल्नु हुन्छ कि मिठो हुन्छ। के छ यो डिप गरेर खान सक्नुहुन्छ, यसरी पनि खान सक्नुहुन्छ कि मोमोलाई यसमा पनि हालेर सुप जस्तो बनाएर खान पनि सक्नुहुन्छ, मिठो हुन्छ। तर आटाको पनि मिठो हुने रहेछ फ्रेन्ड्स, मैदाको मात्रै होइन आटाको पनि मिठो हुने रहेछ। अहिले यसरी पनि खान सक्नुहुन्छ डिप गरेर। सरी गाइस, हजुरलाई यो भोइस आयो होला। एक्चुअली हाम्रो यहाँ चाहिँ सरस्वती पूजा भयो नि त आज, विसर्जन। त्यसले गर्दा त्यो विसर्जनको लागि मतलब यहाँ रमाइलो गर्छन्, त म्युजिक वगैरह सबै चालु भयो। आज लास्ट दिन त्यही भएर यो अचार मैले पहिलोचोटि ट्राई गरेको बनाएर दामी हुँदो रहेछ। हजुरहरूले नि चाहिँ ट्राई गर्नु होला, दामी हुन्छ। सुके खुर्सानी अनि लसुन अदरक टिमुर हालेर मिठो हुँदो रहेछ। होस् गाइस, यो अचार चाहिँ एकदम मिठो हुन्छ। तिलको भन्दा नि यो मन पर्यो मलाई एकदम। फर्स्टचोटि बनाएको है मैले यो चाहिँ, तर मिठो हुने रहेछ गाइस यो अचार। पहिलोचोटि मैले बनाएको है, मिठो लाग्यो। यो अचारमा चाहिँ हजुरलाई सबै ब्यालेन्स बराबरको मिलेको। यो मान्नु कि
हजुरले के भन्छन् अचारसित मात्र खाए पनि मोमो हुन्छ के यो झोलको पनि जरुरत छैन यस्तो हो रेसिपी चाहिँ हजुरलाई भाउजूले बताउनु भइसक्नु हो मजेदार भयो डिप गरेर खामै झोलमा मिठो भयो त्यसरी पनि फ्रेन्ड्स हजुरलाई आवाज चाहिँ हाम्रो सायद खाएको त्यति सुनाइदिन्न किनकि म्युजिक चालु भइसक्यो अहिले विसर्जनको लागि हिँड्न लाग्यो त म्युजिक वगैरह सबै लाउड भइसक्यो त हजुरलाई त्यति हाम्रो खाएको आवाज सुनाइदिन्न अहिले फेरि अझै धेरै लाउड गर्छन् अहिले अलिक कम छ अहिले बल्ल सुरुवात छ बल्ल सुरुवात गरे हन् त्यहाँ धीरे धीरे भोइस बढ्नेवाला ह अर्कोचोटि चाहिँ अर्को भिडियोमा सस भएको ग्रेभीवाला चटपटको मुखबाङ लिएर आउँछन् गिलो चटपटको रेसिपी दामी हुन्छ नेक्स्ट भिडियोमा खाँदाखेरि पिरो भएन पछि पछि पिरो हुँदै आयो नि मलाई पिरो भन्नु किन पिरो होइन यसमा टिमुर चाहिँ हजुरले आफ्नो हिसाब लगाउन सक्नुहुन्छ ज्यादा मनपर्छ कि कम मनपर्छ यो आटा खाले मोमो बिट हालेर बनाएको नि मिठो हुँदो रहेछ तर हेल्दी पनि मिठो पनि तर के भन्छन् फरक केही हुन्न टेस्ट चाहिँ त्यही आउँछ जस्तो हजुरलाई टेस्ट चाहिँ अमेजिङ हजुरको बच्चाहरूले घरमा बिट खान त्यतिले दिँदाखेरि काटेर खाँदाखेरि मान्नु भएन भने पुरीमा मोमोमा यसरी नै बनाएर दिनु होला शरीरलाई पनि राम्रो हेल्दी पनि हुन्छ पर म सजेस्ट गर्छु मैदाभन्दा हजुर आटाको पनि प्रिफर गरेर गरिदिरह किनकि आटाको पनि उही टेस्ट देख्छ मैदा जस्तै टेस्ट देख्छ केही डिफ्रेन्ट छैन सधैँ मैले मैदाकै बनाएको थिएँ आज चाहिँ आटाको पनि बनाएको राम्रो लाग्यो मिठो लाग्यो मिठो हुने रहेछ मेरो सिद्धियो भाउजूको चाहिँ सिधिसक्यो मेरो अहिले चल्दैछ मेरो लास्ट यो दुईवटा बजेर तर चटनी चाहिँ दामी लाग्यो मेरो पनि लास्ट मुख पोले पिरो भयो लास्ट टाइम पिरो हुन्छ तपाईँलाई हेर्नु न अहिले खाइरहनुहोस् पिरो होइन लास्ट टाइम पिरो हुन्छ मलाई पिरै भएन थाहा नि किन मैले चाहिँ मिक्स गरेको नि सायद त्यही भएर मैले मिक्स नगरिकन धेरै लगाएर खाएँ कि मैले चटनी त्यही भएर मैले मिक्स गरेर खाएँ एक तरहको सिजन चटनी हुन्छ नि हो त्यस्तै
पनि सिद्धियो फ्रेन्ड्स। भाउजूलाई चाहिँ लास्टै पिरो भयो। मलाई चाहिँ फेरि त पोले के म चाहिँ पिरो भएन किनकि क्यान्टिन मैले झोलसित र त्यो मिक्स गरेर खाएको, त्यही मलाई पिरो भएन। अनि टेस्ट पनि मेरो बराबर ब्यालेन्स थियो। अहिलेको चाहिँ हामीले आफ्टर लङ टाइम वापसी गऱ्यौँ मोमोसित। अब नेक्स्ट भिडियो पनि यस्तै हाम्रो च्यालेन्ज चाहिँ हुन्न फ्रेन्ड्स, मुकब्याङ हो हाम्रो। नर्मल केही न केही खानेकुरा हाम्रो लिएर आउँछन्, या त इन्डियन डिस भयो या त फेरि नेपाली डिस भयो। यसरी जस्तो हाम्रो च्यानलमा मोमो देखेरै थाहा भइसक्नु होला हामीलाई धेरै मोमै मनपर्छ भनेर, किनकि हामी नेपालीहरू त नेपालीलाई धेरै मोमो मनपर्छ नि त। हामीले धेरै मोमो लिएर आयौँ। अब यति टाइमपछि पनि हामीले मोमो लिएर आयौँ। तर केही नै अर्को पनि भिडियो आउँछ, या त इन्डियन आउँछ, दाल भात भयो, त्यो सबै मतलब सबै हामीले लिएर आउँछ धीरे धीरे। ननभेज पनि हुन्छ, भेज पनि हुन्छ, दुइटै हुन्छ। चटपट भयो, स्ट्रिट फुड भयो, सबै हामीले धीरे धीरे लिएर आउँछ। फ्रेन्ड्स अब मिलाउँला हाम्रो अर्को भिडियोमा। त्यतिन्जेलको लागि हजुरहरूलाई बाई।